दर्शकवृन्द, भर्खरै मात्रै 108 बटुकहरूबाट शङ्खनाद र स्वस्ति वाचन अनि 108 बौद्ध भिक्षुबाट शुभ मङ्गल पाठ सम्पन्न भएको छ। र यसरी कुनै पनि प्रधानमन्त्री नियुक्त भइसकेपछि शपथ गराउने कार्यक्रममा यसरी मङ्गल पाठ, शुभ मङ्गल पाठ गरिएको र बटुकहरूबाट शङ्खनाद स्वस्ति वाचन गरिएको सम्भवतः यो पहिलो पटक नै हो र भर्खरै सम्पन्न भएको छ। अब केही बेरमा 12:34 को शुभ साइतमा शपथ गराउने कार्यक्रम रहेको छ। यति बेला 12:27 गएको छ। अब करिब 3 मिनेट 34 सेकेन्ड पछाडि शपथ ग्रहणको कार्यक्रम रहनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि यति बेला राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहणको समारोह आयोजना गरिएको छ। राष्ट्रपति, उपराष्ट्रपति, यसैगरी प्रधानमन्त्री, प्रधान न्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष र नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लगायत मुलुकका उच्च पदस्थ पदाधिकारी, नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख प्रतिनिधि, समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरू, नवनिर्वाचित सांसदहरू, मन्त्रीहरू, पूर्व प्रधानमन्त्रीहरू लगायत सञ्चारकर्मी साथीहरू लगायत सम्पूर्ण धेरै व्यक्तित्वहरू यति बेला राष्ट्रपति कार्यालय शीतल निवासमा हुनुहुन्छ। अब केही बेरमा नै उहाँलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ राष्ट्रपतिज्यूबाट बालेन्द्र शाहलाई। र आजै मात्रै नेपालको संविधानको धारा 76(1) अनुसार बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो र सोही अनुसार नियुक्त भइसकेपछि रामचन्द्र पौडेल समक्ष उहाँले अब केही बेरमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनुहुनेछ। र प्रधानमन्त्रीले शपथ लिइसकेपछि आज नै नियुक्त हुने मन्त्रीहरूले पनि शपथ लिने तयारी पनि गरिएको बुझिएको छ।
इन्जिनियरिङ पेसा र साङ्गीतिक क्षेत्रमा सक्रिय रहेकै बेला 2079 सालमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको मेयर पदमा विजयी हुनुभएको थियो र उहाँ मेयरको जिम्मेवारीमा रहेका बेला पनि विशेष गरेर काठमाडौँ महानगरको मुहार परिवर्तन हुने गरी शहरको व्यवस्थापन, पारदर्शिता र स्वास्थ्य र शिक्षाका क्षेत्रमा केही ठोस परिवर्तनहरू पनि भएका छन्। कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गरे लगत्तै कार्यपालिकाको बैठक फेसबुक लाइभ मार्फत प्रत्यक्ष प्रसारण गर्ने सुरुवात पनि बालेन्द्र शाहले आफू काठमाडौँ महानगरको मेयर हुँदाखेरिमा सुरुवात गर्नुभएको थियो र उहाँकै कार्यकालमा घरको नक्सा पास, ई हस्ताक्षर र अनलाइन प्रणाली मार्फत सेवा प्रवाहमा सहजता ल्याउने कामहरू पनि भएका छन्। त्यसैगरी यो विशेष गरेर सामुदायिक विद्यालयहरूमा शुक्रबार विद्यार्थीलाई पाठ्यपुस्तक भन्दा पनि बाहिरका प्रयोगात्मक र सृजनात्मक सिकाउने उद्देश्यले पाठ्यपुस्तक रहित शुक्रबारको सुरुवात पनि उहाँले गर्नुभयो र यसरी संस्थागत अर्थात् निजी विद्यालयहरूले 10% छात्रवृत्ति अनिवार्य। श्री बालेन्द्र शाहज्यूलाई प्रधानमन्त्री पदमा मिति 2082-12-13 मा नियुक्त गर्नुभएको छ। नेपालको संविधानको धारा 80 बमोजिम आज यस समारोहमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूले प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ। यस कार्यक्रमका लागि आयोजित यस समारोहमा राष्ट्रपतिको कार्यालयको आमन्त्रणलाई स्वीकार गरी उपस्थित हुनुभएका सम्पूर्ण विशिष्ट महानुभावहरूमा म हार्दिक स्वागत गर्न चाहन्छु। गोपनीयताको शपथ लिन नवनियुक्त सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूलाई सादर अनुरोध गर्दछु। म बालेन्द्र शाह नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधान प्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वर देश र जनताको नाममा शपथ लिन्छु कि प्रधानमन्त्री पदको जिम्मेवारी प्रचलित कानूनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई ईमानदारीका साथ गर्नेछु र आफ्नो कर्तव्य पालनको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन। धन्यवाद। यसपछि नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई आफ्नो आसनमा रही शपथ पत्रमा हस्ताक्षर गरिदिनु हुन अनुरोध गर्दछु। सम्माननीय
प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूबाट प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने काम सम्पन्न भएको छ। नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई राष्ट्रपतिको कार्यालयको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। अब म नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई सम्माननीय ज्यूहरू समक्ष बधाई तथा शुभकामना ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। अब मञ्चमा आसीन सम्माननीय ज्यूहरूसँग परिवारजन सहित सामूहिक तस्बिर लिने प्रयोजनका लागि शरीक भइदिनु हुन नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्दछु। सम्माननीय प्रधानमन्त्रीज्यूको परिवारका सदस्यहरू मञ्चमा उपस्थित भइदिनु हुन अनुरोध गर्दछु। दर्शकवृन्द, राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिइसक्नु भएको छ र यति बेला नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहका परिवार, उहाँकी श्रीमती सबिना काफ्ले र छोरी हामीले यति बेला देखिरहेका छौं। यो दृश्यमा परिवार सहित फोटो सेसनको कार्यक्रम रहेको छ र भर्खरै मात्रै पद तथा गोपनीयताको शपथ सम्पन्न भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनु भएको छ र यति बेला परिवार सहित फोटो सेसनको कार्यक्रम हुँदैछ। राष्ट्रपति कार्यालय शीतल निवासबाट हामीले यो प्रत्यक्ष प्रसारण यहाँहरू समक्ष देखाइरहेका छौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा 76 को उपधारा 1 बमोजिम प्रतिनिधि सभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा आजै मात्रै नियुक्त गर्नुभएको हो र अहिले भर्खरै उहाँलाई पद तथा गोपनीयताको शपथ पनि गराउनु भएको छ राष्ट्रपति पौडेलले। र नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले एउटा इतिहास कायम गर्नु भएको छ। लोकतन्त्र स्थापना पछिका 36 वर्षका बालेन्द्र शाह कान्छा प्रधानमन्त्री पनि बन्नु भएको छ र यो फोटो सेसनको काम पनि सम्पन्न भएको छ। 3 वर्ष अघि मात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै 2/3 अर्थात् 182 सिट जितेर पहिलो दल बन्यो र राष्ट्रपाका वरिष्ठ नेता बालेन्द्र शाह बहुमत प्राप्त दलको हैसियतबाट वरिष्ठ नेता बालेन्द्र शाह